आज म एउटा वास्तविक घटना सेयर गर्दैछु है, सबैजनाले सुन्नु होला। किनभने अत्यन्तै जरुरी छ सम्पूर्णको लागि है। आजभन्दा करिब 5-6 महिना अगाडिको कुरा हो। मैले मेरै अफिसमा काम गर्ने एकजना स्टाफ साथी, हामीभन्दा अलिकति जुनियरै हो, अहिलेलाई म बहिनी भनेर सम्बोधन गर्छु। उहाँ बहिनीलाई चाहिँ मैले बिमाको प्रस्ताव राखेको थिएँ कि म बिमाको एजेन्सी पनि भएको नाताले चाहिँ मैले बिमा बुझाएँ। बहिनी बिमा चाहिँ गर्नुपर्छ, यस्तो यस्तो फाइदाहरू हुन्छ, तपाईको बाबु सानो छ अनि बाबुको बिमा गर्दाखेरि तपाईको चाहिँ रिस्क कभरहरू हुन्छ, गर्नुपर्छ है भनेर भन्दाखेरि उहाँले चाहिँ हैन, मैले त बिमा गरिसकेँ, बाबुको पनि नानीको पनि, धेरैको छैन, मैले थोरै थोरैको गरेको छु, गरिसकेँ भन्नुभयो क्या। 5 महिना अगाडिको कुरा हो यो। आज मात्रै थाहा पाउँदैछु उहाँलाई चाहिँ ब्लड क्यान्सर भएछ है। एकदमै नराम्रो लाग्यो, मुडै अफ भयो। आज दिनभरि एकदमै नराम्रो फिल भइरहेको छ। अनि मेरो मनले मानेन, अनि म अफिसबाट घर आउने बित्तिकै उहाँलाई फोन गरेँ। अनि त्यस पछाडि फोन गरेर के छ कसो छ हालखबर यताउति बुझिसकेपछि चाहिँ उहाँको चाहिँ ब्लड क्यान्सर फर्स्ट स्टेजको रहेछ भनेछ अरे डक्टरले। अब यहीँ टिचिङ हस्पिटलमा 22-25 दिन कति हुन्छ बस्नुपर्छ, किमोसिमो चढाउनुपर्छ भनेछ डक्टरले। ब्लडहरू चाहिँ बाहिर चेक जाँचको लागि पठाएको छ भन्नुभयो। हस्बेन्ड वाइफ आउनु भएको छ, सानो सानो 2टा नानी बाबु चाहिँ दिदीको घरमा दिदीलाई जिम्मा लगाएर आएको छौँ भन्नुभयो के। अनि झन् नराम्रो लाग्यो। अनि मैले अन्तिममा सम्झेँ, हो तपाईँले त बिमा गर्नुभएको छ भन्नुभएको थियो है मसित, के गर्नुभयो त, प्रोसेस गर्नुभयो, त्यहाँबाट आउँछ नि त तपाईँलाई उपचार खर्च जतिको गर्नुभएको छ त्यति नै उपचार खर्च आउँछ भने। अब अनि उहाँले भन्नुभयो छैन नि, मैले त बिमा गरेको, अस्ति न त मैले भनेको मात्रै हो भनेर भन्नुभयो के। अनि मलाई त कस्तो झनै नराम्रो लाग्यो के। साँच्चीकै त्यति बेला उहाँले भनेको, मैले भनेको मानेर 5 लाखको मात्रै बिमा गर्नुभएको थियो भने पनि लगभग उहाँको एज हेर्दाखेरि हामीभन्दा जुनियरै हो होइन। 30-35 हजार पनि पर्दैन, 20-25 हजार तिरेको भए उहाँको 5 लाख बराबरको बिमा हुन्थ्यो है। अनि अहिले उहाँको क्यान्सर भनेर चाहिँ त्यो रोग पत्ता लगाउने बित्तिकै उहाँले प्रोसेस डकुमेन्टहरू बुझाएर चाहिँ 5 लाख नै उहाँले उपचार खर्च पाउनुहुन्थ्यो के। अहिले उहाँलाई कति सहज हुन्थ्यो नि होइन। 5 लाखले पुगोस् नपुगोस् तर उपचार खर्च आउँथ्यो नि त है। बिमा पनि रोकिने थिएन, बिमा चलि नै रहन्थ्यो, मेच्युरिटीमा पाउने सेवा सुविधा सम्पूर्ण पाइ नै हाल्नुहुन्थ्यो है। म आफैलाई नै कस्तो भयो कि मैले त्यति बेला अलि जोर जबरजस्ती गरिदिएको भए अथवा अझै मैले खोतल्ने प्रयास गरेको भए, मैले जबरजस्ती भए पनि उहाँलाई बिमा गराएको भए भन्ने म आफैलाई पनि एकदमै नराम्रो लाग्यो के। यो चाहिँ एकदम वास्तविक घटना है। कोही कसैले मसँग साँच्चीकै हो कि होइन भनेर बुझ्न चाहनुभयो भने म प्रमाणसहित देखाउन र बुझाउन सक्छु। त्यसैले यस्ता घटना भवितव्य भनेको सम्पूर्णको जीवनमा आइपर्न सक्छ। मलाई चाहिँ केही हुँदैन भन्ने अजम्बरी कसैले पनि ल्याएको छैन र रोग नलाग्ने भन्ने पनि हुनै सक्दैन है। हुन सक्ने सम्भावना धेरै छ, झन् पछि भयो झन्। त्यसैले सबैले बुझ्नुपर्ने कुरा भनेको जति सक्नुहुन्छ तपाईँहरू थोरै 5 लाखकै मात्र भए पनि, 2 लाखकै मात्र भए पनि, 3 लाखकै मात्र भए पनि जतिको सक्नुहुन्छ बिमा अनिवार्य गराउनु होला। तपाईँहरूकै लागि सहज हुन्छ। उहाँले पनि बुझेर त्यति बेला गरिदिनु भएको भए, त्यति बेला मेरो फाइदाको लागि भनेको जस्तो सायद सोच्नुभयो या पैसा थिएन, जेसुकै होस् उहाँले आफूलाई सहज हुन्छ भन्ने हिसाबले चाहिँ मैले गरिसकेँ भन्नुभयो क्या। तर भनेको मानेर गरिदिनु भएको भए अहिले उहाँलाई नै कति सहज हुन्थ्यो है। म आफैलाई यस्तो गिल्ट फिल भएको छ कि मैले किन जबरजस्ती उहाँलाई गराइदिएको भए। अहिले 4-5 महिनाकै उसमा उहाँले चाहिँ त्यस्तो एउटा कस्तो राम्रो सेवा पाउनुहुन्थ्यो, म मार्फत पाउनुहुन्थ्यो भनेर मलाई एकदमै गिल्ट फिल भयो क्या। त्यसैले सम्पूर्णलाई म एउटा आग्रह गर्छु, प्लिज जति सक्नुहुन्छ तपाईँले आफूले एउटा बिमा जरुर लिनुहोला, अनिवार्य लिनुहोला, प्लिज लिनुहोला। धन्यवाद।